पुष 15 गते पुत्रदा एकादशी परेको छ। जुन आमा बुवाहरू निसन्तान हुनुहुन्छ, जसलाई सन्तान प्राप्तिको कामना छ, जसलाई सन्तानको उन्नति र प्रगतिको कामना छ भने आफ्ना सन्तानको निमित्त पुत्रदा एकादशीको दिन यो एउटा काम अनिवार्य रूपमा गर्नुहोस्। बिहान उठेर नुहाई धुवाई गरिसकेपछि भगवान सूर्य नारायणलाई यथाशक्य जल चढाउनुहोस्। त्यसपछि घरभित्र आएर भगवान लक्ष्मी नारायणको, भगवान विष्णुको, भगवान श्रीकृष्णको यथाशक्य पूजा अर्चना गर्नुहोस् र त्यसपछि व्रत आरम्भ गर्नुहोस् र दिनभरि यी 3टा मन्त्रको जप अनिवार्य रूपमा गर्नुहोला। यी 3टा मन्त्र यस प्रकार रहेका छन्। पहिलो मन्त्र रहेको छ ओम नमो भगवते वासुदेवाय। यो पावरफुल मन्त्रको जप दिनभरि गर्नुहोला। दोस्रो मन्त्र रहेको छ हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। यो महामन्त्रको जप पनि गर्नुहोला। र तेस्रो मन्त्र यस प्रकार रहेको छ श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव, अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति। यी 3टा मन्त्रको जप दिनभरि गर्नुहोला र साँझमा तुलसीको मठमा यथाशक्य दियो प्रज्वालन गरिदिनु भयो भने तपाईको वंश वृद्धि हुनेछ। निसन्तान भएका आमा बुवाहरूलाई सन्तान प्राप्तिको इच्छा पूरा हुनेछ। सन्तानको उन्नति र प्रगति चाहने आमा बुवाहरूका हरेक सपनाहरू पूर्ण हुनेछन्। कृपया जनचेतनाको लागि भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय मा लक्ष्मी, जय मा सरस्वती।